वेलकम टू ग्लोबल पाठशाला। आज हामीहरूको अब न्यू च्याप्टर होल नम्बर हैन, हामीहरूको अर्थमेटिकको युनिट अब स्टार्ट हुँदैछ, जसको फर्स्ट च्याप्टर होल नम्बर छ। अनि होल नम्बरमा हामीहरूले पढ्ने भनेको नम्बर सिस्टम हैन, नम्बर सिस्टमको बारेमा छ। सो अहिलेसम्म हामी 6-7 मा पनि हामीहरूले होल नम्बर भन्ने च्याप्टर पढ्यौँ। त त्यसमा अलग अलग जसरी रेसनल नम्बर, त्यसपछि रियल नम्बर, इन्टिजरमा पनि पोजिटिभ इन्टिजर, नेगेटिभ इन्टिजर, यो सब कुराहरू सुनेको पनि छौ, पढेको पनि छौ हैन, कुन नम्बरलाई के भन्ने भनेर। अब जसरी त्यो जति पनि नम्बर्सको बारेमा पढ्यौ त्यो सब एउटा मतलब त्यो सब एउटा नम्बर सिस्टमको भित्रमा आउँछ। नम्बर्सहरूलाई अलग अलग सिस्टममा हामीहरूको म्याथमेटिक्सको दुनियाँमा डिभाइड गरेछ। जसरी मानिलियो अहिलेसम्म जति पनि बच्चेदेखि पढ्दै आएको नम्बरहरू आखिर यही डिजिट्सहरूबाट बनेको छ। 0, 1, 2, 3, 4, 5, 6, 7, 8 र 9 हैन। अब मानिलियो 10 छ, 10 पनि 1 र 0 बाट बनेको छ हैन। या फिर 99 ल्यायो, 1199 ल्यायो, जुन पनि छ यही 10 वटा डिजिट हैन, त्यहीबाट अरेन्ज गरेर बनेको छ भने यो एउटा नम्बर सिस्टमको भित्र पर्यो, जसलाई डेसिमल नम्बर सिस्टम भन्छ हैन, या फिर डेनरी नम्बर सिस्टम। डेसिमल और डेनरी नम्बर सिस्टम हैन। यो नम्बर सिस्टम मेनली ह्युमन हामीहरू मान्छेहरूको इजीको हिसाबले, जसरी हामीहरूको हातमा 10 वटा औँला छ, त 10 काउन्ट गर्ने हिसाबले यो नम्बर सिस्टम डिजाइन गरेको छ, जसमा मान्छे बेस जो एउटा काउन्टिङको जो बेस जो हुन्छ त्यो 10 मानेको छ, त्यहीको आधारमा गर्छ हैन। त्यही हो 9 वटा 10 वटा डिजिट छ हैन, जसले हामीहरूले नम्बर सिस्टम भन्छौँ। अब नम्बर सिस्टमको किन जरुरत पर्यो हैन, त्यो जसरी हामी मान्छेहरूले के भन्छ काउन्टिङ 10 वटा डिजिटको हिसाबले हैन गर्न सक्छ। तर जसरी मेसिनहरू हुन्छ, लाइक कम्प्युटरहरू भयो, उनीहरू कम्प्युटरहरू इलेक्ट्रिक सिग्नलबाट हैन त्यो वाला भाषा मात्रै बुझ्छ। लाइक जसरी स्विच, सबभन्दा बेस्ट इक्जाम्पल स्विचको हुन्छ कि स्विचलाई कि त अन गर्न मिल्छ कि त अफ गर्न मिल्छ, राइट। त्यो यदि अफ भयो भने त्यसलाई 0 भन्ने, अन भयो भने त्यसलाई 1 भन्ने, यो वाला भाषा मात्रै बुझ्छ। अब उसलाई यदि के भन्छ यो नम्बर्सहरूमा कुनै पनि कम्प्युटरलाई या फिर मेसिनलाई डिजाइन गर्यो भने त्यसको जो स्ट्रक्चर जो हुन्छ त्यो धेरै कम्प्लेक्स भइहाल्छ। त्यसैको लागि यो दुईटा डिजिट युज गरेर मात्र कम्प्युटर या फिर कुनै पनि मसिनहरूलाई डिजाइन गरिन्छ। त यो त्यो भाषा भयो, जस्तै यो भाषालाई भन्छ बाइनरी नम्बर सिस्टम, जसमा दुईटा डिजिट मात्रै युज हुन्छ, 0 र 1 हैन। यो त्यो नम्बर सिस्टम हो जो कम्प्युटरले मात्र बुझ्छ, यो त्यो नम्बर सिस्टम हो जो मान्छेहरूले मात्रै बुझ्छ। सो एउटा कम्प्युटर लाई मान्छेले आफ्नो कुरा कसरी सम्झाउन सक्छ, त्यसको लागि एउटा भाषा एक तरहले डेभलप गर्यो, ताकि के भन्छ मेसिनसँग मान्छेले पनि कम्युनिकेट गर्न पाओस् हैन। त्यसै लागि अलग अलग नम्बर सिस्टमहरू डेभलप गरेको छ। यसको एउटा किन आयो यस्तो नम्बर सिस्टमको कन्सेप्ट, त्यसको लागि एउटा सानो हैन जानकारी भनेको। अब यसमा मेन हामीहरूलाई के बुझ्नु छ भने एउटा नम्बर सिस्टमदेखि अर्को नम्बर सिस्टममा कसरी कन्भर्ट गर्ने हैन, त्यो मेन बुझ्नुहुन्छ। त्यही कन्भर्टै गर्नुको मतलब भयो कि मैले मेसिनले बोलेको भाषा मान्छेले बुझ्नु हैन, त्यसलाई त्यो हिसाबले। ल ठिकै छ। अब सिलेबसको हिसाबले जाउँ भने डेसिमल नम्बर सिस्टम भनेको त्यही भयो जो हामीहरू अहिलेसम्म नर्मल लाइफमा जे युज गर्दै आउँछौँ हैन, 0 to 9 वाला डिजिट्स हैन। सो डेसिमल नम्बर सिस्टमको बारेमा के याद राख्नु भने यसमा 10 वटा डिजिट हुन्छ हैन, जो 0 to 9 सम्म आउँछ हैन, 0, 1, 2, 3, 4, 5, 6, 7, 8, 9। अब यसको बेस भन्दाखेरि के भयो 10, बेस भनेको 10 अनि डिजिट्स कतिवटा भयो 10 वटा, तर खतम भइहाल्छ 9 मै, ठीक छ, किनभने गाडीमा 0 आउँछ। त्यसै लागि यो भन्न सकिँदैन कि 10 वटा डिजिट छ भने 1, 2, 3, 4, 5, 6, 7, 8, 9 अनि 10, त्यस्तो हुँदैन है। यो कन्फ्युजन क्लियर राख्नु होला। अब के भन्छ डेसिमल नम्बर सिस्टममा
मान लो 24 लेख्नु पर्यो भने यसलाई एक्सपान्ड गर्दाखेरि कसरी लेख्न सकिन्छ कि जो 2 जो छ त्यो टेन्स प्लेसमा छ हैन, अनि 4 जो छ त्यो वन्स प्लेसमा छ भने यसलाई 2 × 10 प्लस 4 × 1 हैन प्लेसको हिसाबले गुणा गरिदिने हैन। सो यसरी के भन्छ डेसिमल नम्बर सिस्टमलाई एउटा फर्मेटमा लेख्न सकिन्छ। अब बाइनरी नम्बर सिस्टम किनभने मेन हामीहरुलाई बाइनरी र डेसिमल अनि थर्ड एउटा अर्को नम्बर सिस्टम पर्नु छ क्वाइनरी नम्बर सिस्टम, यो तीनवटा नम्बर सिस्टमको बारेमा मेनली बुझ्नु पर्ने हुन्छ। सो बाइनरी नम्बर सिस्टम अहिले नै भने बाइनरी नम्बर सिस्टम भनेको कुन नम्बर सिस्टम हो जसमा दुईटा डिजिट्स हुन्छ। जीरो र 1 हैन, यो त्यो नम्बर सिस्टम हो जो जुन कम्प्युटरले बुझ्छ। अब बाइनरी नम्बर सिस्टममा जो नम्बर्सहरु हुन्छ त्यो रियल लाइफबाट कम्पेयर गर्दाखेरि कस्तो हुन सक्छ, जसरी हामीहरुले नर्मल लाइफमा भन्छौं कि 1 र 2 सबभन्दा पहिला त 0, जसरी यसलाई डेसिमल नम्बर सिस्टममा र बाइनरी नम्बर सिस्टममा, यदि डेसिमल नम्बर सिस्टममा कुनै नम्बर 0 छ भने बाइनरी नम्बर सिस्टममा पनि त्यो 0 भयो, 1 छ भने 1 भयो। तर जब हामी 2 काउन्ट गर्छौं भने त्यसलाई बाइनरीमा के भन्ने 1 0, ठीक छ। बाइनरी नम्बर सिस्टमको दुनियाँमा 2 हुँदैन 1 0 सिधा भइहाल्छ, ठीक छ। त्यसपछि 3 भन्यो भने 1 अनि यसको ठाउँमा पनि 0 को ठाउँमा पनि 1 आयो हैन। सो यसरी हुन्छ, जसरी मैले 4 को भइहाल्छ 1 0 0 हैन, 5 को भइहाल्छ 1 0 1। अब 10 लाई 1 × 2 को पावर 1 लेख्न सकिन्छ। यो भनेको के भयो कि जो 2 जो लेखेछ हैन, यो 2 भनेको 10 छ बाइनरी नम्बर सिस्टममा हैन, त्यसलाई यो 10 लाई नम्बर के भन्छ डेसिमल नम्बर सिस्टममा लेख्नु पर्यो भने के लेख्न सक्छौ कि 1 × 2 को पावर 1 प्लस 0 × 2 को पावर 0। यो के भन्न खोजेको भने यदि यसलाई जोड्यो भने त्यो यो एक्सपान्डेड फर्मलाई जोड्यो भने त्यो भनेको बाइनरी नम्बर सिस्टममा 10 आउँछ हैन। त्यस्तै यदि यसलाई लेख्यो भने 1 × 2 को पावर 0 हैन, यो एक्सपान्डेड फर्म भनेको कुनको भयो डेसिमल नम्बर सिस्टमको, ठीक छ। त्यस्तै यो भनेको 1 × 2 को पावर 1 प्लस 1 × 2 को पावर 0 हैन। त यो के भन्छ यसरी यसरी यसलाई यदि मैले सिम्प्लिफाई गरे भने के हुन्छ 2 को पावर 1 भनेको 2 हुन्छ। सो 2 1 जा 2 प्लस यो 1 × 1 भनेको 1 भनेको 3। इट मिन्स के भयो कि 11 लाई यदि मैले डेसिमल नम्बर सिस्टममा लगाउनु पर्यो भने त्यसलाई 2 को बेसमा राखेर एक्सपान्ड गरे भने त्यो डेसिमल नम्बर सिस्टममा कन्भर्ट हुन सक्छ हैन। त यसलाई यो के भयो कि बाइनरी नम्बर सिस्टमलाई डेसिमल नम्बर सिस्टममा रिप्रेजेन्ट गर्ने तरिका भयो, ठीक छ। त्यस्तै 0 लाई पनि गर्यो भने यो हुन्छ हैन। त्यस्तै यसलाई पनि गर्यो भने 1 × हैन 2 को पावर 2 प्लस 0 × 2 को पावर 1 × 0 × 2 को पावर 0 हैन। यसरी कुनै पनि बाइनरी नम्बर सिस्टमलाई डेसिमल नम्बर सिस्टममा रिप्रेजेन्ट गर्न सकिन्छ 2 को बेसमा राखेर। जसरी अब 24 हैन, 24 डिजिट जो छ यो डेसिमल नम्बर सिस्टमको मैले लिएछु। अब यसलाई यदि मैले के भन्छ डेसिमल नम्बर सिस्टममै के भन्छ रिप्रेजेन्ट गर्नु छ भने कसरी गर्छु 2 × यसको के भन्छ प्लेस भ्यालु भनेको 10 को पावर 1 हैन, अनि 4 × 10 को पावर 0 हो। त जसरी हामीले यसलाई 10 को पावरमा हेराउँछौं नि त्यस्तै बाइनरी नम्बर सिस्टमलाई डेसिमल नम्बर सिस्टममा एक्सप्रेस गर्नको लागि बेस 2 को युज गर्छौं, राइट। अब यो त भयो कि बाइनरी नम्बर सिस्टम भनेको के हो हैन, त्यसमा कतिवटा डिजिट हुन्छ दुईटा डिजिट हुन्छ, कुन कुन हुन्छ त 0 र 1 हुन्छ। र हामीहरुको डेली युज हुने नम्बरहरुलाई बाइनरी नम्बर सिस्टममा
त्यो बाइनरी नम्बर सिस्टममा लाग्दाखेरि कस्तो हुन्छ त्यो कुरा हेराएका छौँ। अब यसमा कन्भर्जनको मेन कुरा आउँछ कि यदि मलाई कसैले बाइनरी नम्बर सिस्टममा कुनै नम्बर दियो अनि उसलाई मलाई डेसिमल नम्बर सिस्टममा मतलब आफ्नो भाषामा बुझ्नु पर्यो भने के कसरी बुझ्ने। लाइक यदि इक्जाम्पलमा यहाँ छ एउटा क्वेसन, सपोज 25 यो डेसिमल नम्बर सिस्टममा 25 लेखेको छु मैले, यसलाई कम्प्युटरलाई बुझाउनु पर्छ। यसरी पनि बुझ्दा हुन्छ, नभए सिम्पली के भन्न खोजेको कि बाइनरी नम्बर सिस्टममा कति हुन्छ यो बेस यदि ब्र्याकेटमा दिएर अनि 10 लेखेको छ भने त्यो भनेको भयो कि डेसिमल नम्बर सिस्टम छ। त्यस्तै ब्र्याकेटमा दिएर यहाँ 2 लेख्यो अनि यस्तो क्वेसन मार्क दिएछ भन्नुको मतलब के भयो, 25 जो डेसिमल नम्बर सिस्टम छ त्यसलाई बाइनरी नम्बर सिस्टममा कन्भर्ट गर हैन। अब यसलाई कन्भर्ट गर्दाखेरि here converting decimal number system into binary number system। अब 25 लाई के गर्ने भने डिवाइड गर्ने, तर कतिले डिवाइड गर्ने त बाइनरीमा लाग्नु छ, बाइनरीको बेस कति छ 2 छ, त के गर्ने 2 ले सरी के भन्छ डिवाइड गर्ने, तर कतिले गर्ने त यहाँ ओके 2 ले। सो 2 ले गर्दाखेरि यो भनेको यदि मैले 25 लाई 2 ले डिवाइड गरे भने एन्सर डेफिनेटली पोइन्टमा आउँछ। त के गर्ने नियरेस्ट नम्बर लिने जसले एक्ज्याक्टली डिभिजिबल होस्। जसरी मैले 24 यदि 12 लाई 2 ले मल्टिप्लाई गर्दाखेरि 24 त आउँछ, अनि यदि मैले 25 लाई 2 ले डिवाइड गर्दाखेरि 12 ले गर्दाखेरि 24 आयो, त्यसपछि बच्छ 1, त फेरि पोइन्ट हालेर डिवाइड गर्न सिकेछौ भने रिमाइन्डर त 0 आउँछ, तर यो के भन्छ क्युसेन्ट जो छ त्यो पोइन्टमा आयो, हामीलाई पोइन्टमा चाहिएको छैन। त के गर्ने त्यो नम्बर लिने जसले नियरली डिभिजिबल भइहाल्छ एक्ज्याक्टली। जसरी 12 जो 25 जो छ त्यसलाई 2 ले डिवाइड गर्दाखेरि 12 आउँछ हैन, 12 ले एक्ज्याक्टली डिभिजिबल हुन्छ, तर एक रिमाइन्डर बचिहाल्छ भने जे रिमाइन्डर बच्छ त्यसलाई साइडमा लेख्ने, ठीक छ। त्यस्तै फेरि 2 ले डिवाइड गर्दाखेरि 6 आयो, 6 2 त 12 हुन्छ। अब यहाँ कुनै पनि रिमाइन्डर बच्दैन भने यहाँ यसलाई 0, ठीक छ। त्यस्तै 2 ले डिवाइड गर्दाखेरि फेरि 3 आयो, यहाँ पनि रिमाइन्डर बच्दैन त 0। फेरि 2 ले डिवाइड गर्दाखेरि यहाँ 2 1 जा 2 हैन, त अब फेरि यहाँ यदि मैले 3 र 2 ले डिवाइड गर्दाखेरि 1 रिमाइन्डर बच्छ। सो यसरी जे रिमाइन्डर आउँछ त्यसलाई साइडमा लेख्ने र यदि आउँदैन भने त्यसलाई 0 लेख्ने, ठीक छ। यस्तो डेसिमल वाला कुरा आउनु भएन, राइट। सो यसरी गरेर पहिला डिवाइड गर्ने, लाइक जसरी हाम्रो एक्सएफ निकाल्छौँ त्यस्तै वाला फर्मेटमा छ। अब यहाँ के गर्ने भने एन्सर कति आयो त कसरी बुझ्ने भन्दाखेरि जे रिमाइन्डर आउँछ त्यसलाई यहाँदेखि यो जो लास्टको 1 जो छ त्यहाँदेखि अपोजिट मतलब त्यहाँदेखि अनि रिभर्स अर्डरमा एन्सर युनिटहरूलाई लेख्दै जाने। जसरी यहाँ के भन्छ पहिला 1 आयो 1 लेखेँ, फेरि यो 1, फेरि 0 0 अनि 1। सो यो उसको के भयो एन्सर भयो। इट मिन्स कि 25 जो नम्बर छ डेसिमल नम्बर सिस्टममा त्यसलाई बाइनरी नम्बर सिस्टममा लेख्नु पर्यो भने त्यसलाई 11001 लेख्न सक्छौँ, ठीक छ। सो यसरी कुनै पनि डेसिमल नम्बर सिस्टमलाई के भन्छ बाइनरी नम्बर सिस्टममा कन्भर्ट गर्न सकिन्छ। त्यस्तै अब यस्तो पनि हुन सक्छ कि बाइनरी नम्बर सिस्टमलाई डेसिमलमा लाग्नु पर्यो भने कसरी गर्ने हैन। त्यसको लागि एउटा अझै क्वेसन ल्याऊ हैन, 1101 यसलाई लाग्नु छ बाइनरीमा भने अब के भन्छ यदि
बाइनरी नम्बर सिस्टमलाई डेसिमल नम्बर सिस्टममा लग्नु पर्यो भने अघि बाइनरी नम्बरलाई डेसिमल नम्बर सिस्टममा कसरी रिप्रेजेन्ट गर्ने जुन तरिका आएर थियो सेम त्यही तरिका गर्नु छ। के गर्ने भने 1101 लाई हैन 1 into 2 को पावर। अच्छा अब 2 को पावर कति हाल्ने त्यो कसरी बुझ्ने हैन, त्यो कुरा अघि मैले बोलेन। अब यो कुरा यहाँ बुझ्ने छौ कसरी त जो सबभन्दा लास्टको नम्बर हुन्छ त्यहाँबाट स्टार्ट गर्ने, तर लास्ट वाला नम्बरलाई पावर दिने 0। यसरी पनि बुझ्न सक्छौ कि टोटल नम्बर कतिवटा छ 1 2 3 4 चारवटा डिजिट छ भने एक कमबाट स्टार्ट गर्ने 3 बाट। सो यसको पावर कति हुने भयो 3 इन्टु फेरि 1 into 2 को पावर 2 0 into 2 को पावर 1 फेरि सरी यहाँ एड अनि 1 into 2 को पावर 0 यसरी। ठीक छ। अब 2 को पावर 3 भनेको 8 प्लस 2 को स्क्वायर भनेको 4 प्लस यो 2 को पावर 1 भनेको 2 प्लस 1 into 1। ओके अब यहाँ सिम्पली सबैलाई मल्टिप्लाई गरेर जोड्ने 8 प्लस 4 प्लस 1 अनि यो भनेको 13 हुने। इट मिन्स 13 लाई बाइनरी नम्बर सिस्टममा 1101 लेख्न सकिन्छ। देयरफोर 1101 लाई डेसिमल नम्बर सिस्टममा 13 लेख्न सकिन्छ। सो यहाँबाट के बुझ्यो, यदि मलाई कुनै पनि डेसिमल नम्बर सिस्टम जो छ त्यसलाई बाइनरी नम्बर सिस्टममा लग्नु पर्यो मिन्स त्यति बेला के गर्नु पर्यो डिभाइड हैन। त्यस्तै यदि कुनै पनि बाइनरी नम्बर सिस्टमलाई डेसिमल नम्बर सिस्टममा लग्नु पर्यो ठुलोदेखि सानो गर्नु पर्यो भने के गर्ने मल्टिप्लाई। यो कुरा सर्टमा याद राख्न सकिन्छ हैन। ठुलो नम्बर थियो त्यसले सानोमा लग्नु पर्यो त के गर्ने सानो गर्दै जाने त डिभाइड गर्दै जाने। त्यस्तै सानो नम्बर थियो मतलब सानो बेसवाला थियो त्यसले ठुलो बेसवालामा लग्नु छ त के गर्ने बढाउँदै जाने गुणा गर्दै जाने। त्यसरी याद राख्न सकिन्छ। ओके यो थियो कि कुनै पनि बाइनरी नम्बर सिस्टमलाई कसरी कन्भर्जन गर्न सकिन्छ। ओके अब अर्को नम्बर सिस्टम भनेको डेसिमल सरी क्वाइनरी नम्बर सिस्टम है। अब क्वाइनरी नम्बर सिस्टम त्यस्तो नम्बर सिस्टम हो जसमा कतिवटा डिजिट हुन्छ 5 वटा डिजिट हुन्छ। ओके सो त्यसलाई के भन्ने क्वाइनरी नम्बर सिस्टम भन्ने। अब डिजिटहरु कुन कुन हुन सक्छ भने 0 1 2 3 अनि 4 5 हुँदैन हैन। 5 लेखेपछि 6 वटा भइहाल्छ। सो 0 बाट स्टार्ट भयो 4 सम्म एन्ड भयो। सो यति यो 5 वटा डिजिट क्वाइनरी नम्बर सिस्टम भित्र पर्छ हैन। अनि अब यसको पनि कन्भर्सनहरु हेर्ने हो हामीले। अब यसको लागि कन्भर्सन भन्दा पहिला यसको पनि हेरौँ एकपल्ट कि हामीको डेली लाइफमा युज हुने नम्बरहरु र क्वाइनरी नम्बर सिस्टममा त्यो नम्बरहरु कस्तो हुन सक्छ। जसरी क्वाइनरी एक साइडमा लेखे मैले अनि एक साइडमा के लेखे डेसिमल। अब डेसिमलमा कुनै नम्बर 0 छ भने 0 नै रह्यो, 1 छ भने 1 नै भयो, 2 छ भने 2 नै भयो, 3 को 3 नै, 4 4 5 छ भने अब यहाँ के हुन सक्छ 5 हुँदैन के भइहाल्छ 1 0। यो नम्बर फिलिङ कसरी हुन्छ भने यसरी जसरी दुईटा बक्स लिनु यो बक्स भर। अच्छा अब के भन्छ डेसिमल नम्बर सिस्टममा 0 to 9 नम्बर्सहरु हुन्छ त कसरी पढेछु कि पहिला काउन्टिङ गर्दाखेरि 0 1 2 3 देखि लिएर 9 सम्म, त्यसपछि फेरि हाम्रो 10 मा जान्छ कि जान्दैन त त्यसलाई कसरी भनिन्छ भने जसरी मैले लेखे 0 0 0 1 0 2 त्यस्तै गर्दै गर्दै हैन 0 3 0 4 0 5 त्यस्तै गर्दै गर्दै मान लो 0 9 सम्म आयो हैन। फिलअप गर्दै गर्दै 9 सम्म आयो। अब के गर्ने भने यहाँ के हेर्न सकिन्छ जो
डेसिमल नंबर सिस्टम थियो उसको सबभन्दा लोएस्ट भ्यालु कुन थियो 0 थियो त फर्स्ट वालामा 0 हाल्दै गयो साइड वालामा त्यो नम्बरहरू जाँदै गयो त्यसपछि के गर्यो त्यो भन्दा ठुलो नम्बर 1 लियो अनि त्यसपछि फेरि 1 1 1 सरी 1 फेरि ती प्याटर्न रिपिट 1 0 1 1 1 2 फेरि त्यो इन्ड भइहाल्छ भने फेरि 2 देखि स्टार्ट गर्छ हो यही प्याटर्नको हिसाबले क्वान्टिटीलाई पनि र बाइनरीलाई पनि बुझ्न सकिन्छ अब क्वान्टिटीमा 0 1 2 3 4 आयो हैन यसलाई 0 0 0 1 0 2 0 3 0 4 अब यहाँसम्म त नम्बर खतम भइसक्यो 4 आइसक्यो अब के गर्ने यो भन्दा ठुलो नम्बर 1 भयो फेरि 1 देखि 1 0 फेरि 1 1 1 2 1 3 1 4 है अब यो भन्दा अगाडि जान सक्दैन फेरि 2 0 हो यसरी हुन्छ अब यसरी यहाँ लेख्नु पर्यो भने यो 6 भइहाल्छ हैन 6 भनेको 11 7 भनेको 12 8 भनेको 13 9 भनेको 14 5 भनेको 15 हैन सो यसरी नम्बरको प्याटर्न हुन्छ है अब सेम अब यहाँ यसलाई 10 एउटा मैले नम्बर पिक गरे है अब 10 लाई यदि मैले डेसिमल नम्बर सिस्टममा रिप्रेजेन्ट गर्नु पर्यो भने यहाँ मिस्टेक छ है यहाँ 9 पछि 10 आउनु चाहिए थियो है यहाँ 10 हुन्छ ओके अब यदि मैले 10 लाई के भन्छ डेसिमल नम्बर सिस्टममा रिप्रेजेन्ट गर्नु पर्यो भने के गर्ने 1 into 5 को पावर 1 plus 0 into 5 को पावर 0 जसरी बाइनरीलाई पनि रिप्रेजेन्ट गरेको थियो हैन यदि यसलाई मैले गरे भने 5 को पावर 1 भनेको 5 हुन्छ 5 1 5 0 into 1 सो यसलाई जोड्दाखेरि 5 नै आउँछ हैन त्यस्तै माथिको पनि त त्यस्तै भइहाल्छ हैन 4 into 5 को पावर 0 सबमा त्यस्तै हुन्छ तलमा गर्दाखेरि अब यस्तै 5 को पावर हालेर गर्नुपर्ने हुन्छ ओके सो यो त थियो कि डेसिमल नम्बर सिस्टम जुन हाम्रो डेली लाइफमा युज गर्छौं र त्यसलाई क्वान्टिटी नम्बर सिस्टममा त्यो कस्तो हुन्छ हैन काउन्टिङ गर्दाखेरि अब कन्भर्सन सिक्दाखेरि पनि सेम रुल अप्लाई हुन्छ तर एउटा एक्जाम्पल पनि हेरौं सपोज क्वेशन छ 432 यसलाई कन्भर्ट गर्नु छ क्वान्टिटीमा ठीक छ क्वेशन यही छ अब यसलाई सल्भ गर्दाखेरि हियर कन्भर्टिङ यो भन्दा प्रिभियस एक्जाम्पलमा मैले धेरै ठुलो लेखेको थिएँ हैन नम्बर सिस्टम त्यो लेख्ने मन छैन यस्तो पनि लेख्न सकिन्छ हैन कन्भर्टिङ 432 पावर 10 इन्टु हैन क्वाइनरी नम्बर सिस्टम अब के गर्ने सो यहाँ पनि के छ ठुलो देखि सानो जाँदैछ मतलब ठुलोलाई सानो गर्दैछु ठुलो बेसलाई सानो बेस त के गर्ने सानो गर्ने डिभाइड गर्ने त अब यहाँ 432 डिभाइड त गर्ने तर कतिले गर्ने सो जुनमा लाग्नु छ त्यतिले मिन्स 5 ले अब 432 लाई 5 ले डिभाइड गर्दाखेरि कति आउँछ 432 ले 5 लाई डिभाइड गरे सरी 5 ले 432 लाई डिभाइड गरे भने कति हुन सक्छ तो 5 8 जा 40 यहाँ 3 2 हैन त्यसपछि 6 अनि यहाँ 2 रिमाइन्डर 2 बच्यो क्वोशिएन्ट कति आयो 86 आयो सो अब यहाँ 86 राख्ने अनि यसको रिमाइन्डर 2 बच्यो 2 पोसिबल छ जे पनि रिमाइन्डर आओस् 4 भन्दा बढी आउनु चाहिए 0 या फिर यहाँ पनि यो 1 2 3 4 सरी 0 1 2 3 4 हैन रिमाइन्डर त्यसरी हुनु पर्यो जसरी बाइनरीमा थियो भने रिमाइन्डर 0 र 1 यो भन्दा बढी आयो भने भएन नि किनभने त्यो नम्बर बाइनरी नम्बर सिस्टममा पर्दैन त्यस्तै यदि मानले यहाँ कुनै यस्तो रिमाइन्डर आयो जो 5 आयो त्यसले रिमाइन्डर मान्न सकिदैन क्वान्टिटी को लागि किनभने यो 5 जो डिजिट छ यदि यसलाई मैले यहाँ राख्यो भने काउन्टिङ गर्दाखेरि त 5 त लेख्नु पर्ने हुन्छ तर त्यो 5 जो छ त्यो डिजिटमा परेको छ क्वान्टिटी नम्बर सिस्टमको छैन सो त्यही कुरा याद राख्नु छ रिमाइन्डर जो छ त्यो यो 5 वटा डिजिट मध्ये नै कुनै एउटा हुनु चाहियो ओके सो अब यहाँ त्यसपछि के भयो फेरि 5 ले डिभाइड गर्ने सो यो कतिले डिभाइड हुन सक्छ 17 ले किनभने 17 5 जा 85 हुन्छ सो यहाँ रिमाइन्डर भनेको 1 आयो फेरि यसलाई 5 ले डिभाइड गर्ने 5 3 जा 15
यसको रिमाइन्डर भनेको 2 आयो। अब 3 जो छ त्यो यो रेन्जमा परिसक्यो, यहाँ रोकिदिँदा भइहाल्यो हैन। अब यसले फेरि त्यस्तै रिभर्स अर्डरमा नम्बर्सहरूलाई लेख्ने हैन। देयरफोर 432 लाई यदि मैले क्वान्टिटी नम्बर सिस्टममा लेखेँ भने 3 त्यसपछि 2 त्यसपछि 1 त्यसपछि 2 हैन, यो हुन्छ क्वान्टिटी नम्बर सिस्टममा। यसको मतलब के भयो 432 क्वान्टिटी नम्बर सिस्टममा 3 2 1 2 हुन्छ। ओके, अब सेम यस्तै यदि हामीहरूलाई अब यहाँ क्वेसन के गरिदियो भने सपोज यही छ है 3 2 1 2 3 2 1 2, यसलाई केमा लाग्नु छ, यो 5 छ यो 10 भयो। अब सेमलाई मैले केमा कन्भर्ट गर्न चाहदैछु, डेसिमल नम्बर सिस्टममा। त के गर्ने, फेरि सानो बेसदेखि ठुलो बेस लगिरहेको छु हैन, गर्ने। अब गुणा गर्दाखेरि 3 2 1 2 5 मा त यहाँ के भइहाल्छ 3 इन्टु अब पावर 5 हेर दुवैमा चाहे मल्टिप्लाई होस् चाहे डिभाइड होस् हुने त्यसैले हो जुन बेसमा के भन्छ सरी मान लो क्वान्टिटी नम्बर सिस्टममा दियो भने मल्टिप्लाई गर्दाखेरि पनि 5 ले गर्नुपर्ने हुन्छ, डिभाइड गर्दाखेरि पनि 5 ले गर्नुपर्ने हुन्छ। यो कुरा ध्यान राख्ने। खाली याद राख्नु छ कुनलाई कन्भर्ट गर्दाखेरि डिभाइड गर्ने र कुनलाई मल्टिप्लाई। अब यहाँ पावर हाल्दाखेरि फेरि सेम कुरा, 4 वटा डिजिट छ, कतिबाट स्टार्ट गर्ने 1 घटाएर, सो 3 वटा। अब यहाँ 3 त्यसपछि प्लस फेरि 2 इन्टु 5 को पावर 2 प्लस 1 इन्टु 5 को पावर 1 प्लस 2 इन्टु 5 को पावर 0। अब 5 को पावर 3 भनेको 125 इन्टु 3 प्लस फेरि 2 इन्टु 5 को स्क्वायर भनेको 25 प्लस 1 इन्टु 5 प्लस 2 इन्टु 1। अब 125 इन्टु 3, सो यो भनेको 5 ले मल्टिप्लाई गर्दाखेरि 375 आयो हैन। 25 2 जा 50 भयो, त्यसपछि यो 5 प्लस 2, सो अब यो कति हुने भयो 375 प्लस 5 380, 380 प्लस 50 भनेको कति भयो 430, त्यसपछि प्लस 2 भनेको 432। यो हाम्रो प्रिभियस आन्सर पनि यति थियो थिएन क्वेशनमा। सो इट मिन्स 3212 लाई यदि मैले डेसिमल नम्बर सिस्टममा कन्भर्ट गरे भने 432 हुन्छ हैन। सो यसरी कुनै पनि एउटा नम्बर सिस्टमलाई अर्को नम्बर सिस्टममा कन्भर्ट गर्न सकिन्छ। ल आजको होल नम्बर अफ सिस्टमको जो च्याप्टर थियो त्यसमा हामीले कसरी नम्बर सिस्टमलाई कन्भर्ट गर्ने त्यसको बारेमा पढ्यौ हैन। ल अब यति क्लासेस भइसकेपछि अब के भन्न चाहन्छु भने हाम्रो ग्लोबल पाठशालाले अनलाइन क्लासेसहरु पेड अनलाइन क्लासेसहरु पनि सञ्चालन गरिरहेको छ हैन। विगत वर्षमा लगभग 250 विद्यार्थीहरुले जोइन गरेका थिए अनि सबले लगभग राम्रै मार्कहरु ल्याएका छन्। सो तपाईहरु पनि यदि पेड क्लासेस गर्न चाहनुहुन्छ भने पक्कै पनि एकपल्ट हाम्रो WhatsApp नम्बरमा सम्पर्क गर्नु होला। अनि यदि तपाईले अनलाइन क्लासेसहरु जोइन गर्नुहुन्छ भने त्यो सब्जेक्ट्सको नोट हैन, हरेक च्याप्टरको नोट, त्यसपछि त्यसको रिलेटेड फर्मुला सिट्सहरु, त्यसपछि जति पनि पास्ट इयर क्वेशनको सल्युसनहरु होला त्यो र त्यसलाई कसरी सल्भ गर्न सकिन्छ त्यो बारेमा पनि सिक्ने छौ। त्यसपछि जे हामीहरुको के भन्छ लाइभ क्लासेसहरु पनि अहिले चलिरहेका छन् हैन, त्यसमा जोइन हुन सक्नुहुन्छ र त्यो क्लासेस यदि छुटी रहेछ भने या फिर छुटिहाल्यो कुनै कारणले भने त्यसलाई रेकर्ड क्लासेसहरु पनि गरेर तपाईले आफ्नो जो छुटेको क्लासेसहरु छ त्यसलाई रिकभर गर्न सक्नुहुन्छ। साथै यदि होमवर्कमा केही सहयोग चाहियो भने त्यसको लागि पनि तपाईले वेबसाइट थ्रु हामीहरुसँग मद्दत लिन सक्नुहुन्छ हैन। सो हामीहरुसँग लगभग काठमाडौँ, लुम्बिनी, पोखरा, अन्य अनि जनकपुर अन्य ठाउँबाट विद्यार्थीहरु जुडिरहेका छन् अनलाइनको थ्रुमा। सो तपाई पनि यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने पक्कै पनि एकपल्ट हाम्रो वेबसाइट भिजिट गर्नु होला र केही फर्दर जान्नु पर्ने छ भने एकपल्ट WhatsApp मा पक्कै पनि सम्पर्क गर्नु होला।